गए साथीहरू यहाँ पनि यो यतापट्टि कोनामा पनि फोहोरहरू धेरै रहेछ र यसलाई व्यवस्थापन गरेको छौँ। यो साथीहरूले बियर खाएछन् र यतिकै फालेछन्, यसलाई पनि यसो गरिदिरहेको छौँ। त्यो हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। यहाँ हाम्रो ऐना पोखरीमा चाहिँ श्रमदान आज सरसफाइको कार्यक्रम राखेर हामी यो तपाईँको बोतल पानीको प्लास्टिक चाहिँ यसलाई जलाउनु पर्छ कि भनेर गर्दैछौँ साथीभाइहरू। यो पनि निकाल्नु पाएछ राम्रो हुन्थ्यो, केही राम्रो हुन्थ्यो। यो पनि फाड्न पाए चाहिँ अब अहिले जाडो महिना छ, जाडो महिनामा कसरी गर्नु हो। श्रम गरौँ नेपाली हो, श्रम गर्ने दिन आइसक्यो। हाम्रो ऐना पोखरीमा विजय खम्बुले रोपेको कमल फुल राम्रो फुलिरहेको छ। हेर्न सक्नुहुन्छ। यहाँ नै चाहिँ मैले अलिकति फोहोर डढाएर अब लाग्दैछु गाइजहरू। हाम्रो ऐना पोखरी यो दाउराहरू पनि निकाल्नुपर्छ भनेको केटाहरू के सुन्छ र हिँडेको हिँडै गर्छ लाठीहरू। हाम्रो यो यहाँ पिकनिक खाने साथीहरू हिजो आउनुभएको थियो, त्यही भएर यहाँ अलिअलि फोहोर मैलो रहेछ। अनि हामी यसलाई उधुमेर हाम्रो अतिथि रही लगायत मेरो पनि सहभागी यहाँ यसलाई चाहिँ फोहोर व्यवस्थापन गर्नुपर्छ कि भनेर हामी लागि परिरहेका छौँ साथीहरू। साथीहरू हेर्न सक्नुहुन्छ मेरो हाम्रो अतिथि रही। यो लैजा त भाइ सबै यिनीहरू, यो टिपेर लैजा त। यो यहाँ भेला पारेको छ, यिनीहरू सबै लगेर आगोमा हाल्छ। यिनीहरू सबै लगेर लगेर हाल्थ्यो, मैले अघि आगो बालेको छु नि त्यहाँ लगेर हाल त। सबै लैजा आएर फेरि आइज, जा एकचोटि दुईचोटि आइज न, जा सबै लगाउनु अनि फेरि आउनु। भेटिँदैन भाइ, भाइ छोड्दै भेटिँदैन भने यहाँ पनि एउटा कम्बल फुल फुलेर माथि कहाँबाट गएछ भाइ त त्यहाँ? होइन यहाँ छ, अलिक गहिरो छैन यहाँ? ल भयो आइज, चिसोमा अहिले डुबिन्छ मुनि पहिन्छ र भरे फेरि यता डुब्दा पनि डुब्दिँदैन, यता त पड्किरहेको छ। अब उतापट्टि पो कसरी गर्ने केटा हो यार, ऊ परतिर पनि छ। यताबाट तान्न भाइ, यहाँबाट हो अहिले हेर, हो त्यसले यता आइज, हो यो बाँसेर आइज कि हेर, यहाँबाट यसरी तान्दा यहाँ छेउछेउमा यहाँ भित्र पनि छ नि, यहाँतिर पनि रहेछ नि केटा हो। यहाँबाट पनि जाउँ न केटा हो, कोही जानु सक्छौ तिमीहरू? यहाँबाट गएर उहाँको निकाल त, यहाँ छ नि छेउ गएर। तर नडुब्नु अहिले बिहान बिहानै त। योहरू पनि हामी अब निकाल्दैछौँ। यहाँतिर पनि रहेछ फोहोर, पराको पनि ल्याउने हाम्रो इच्छा छ। त्यो पराको पनि आज फोहोर सफा गर्ने हाम्रो एउटा बोरा भयो त, बोरामा लाउनु पर्छ नि अझै। त्यहाँ हेरे भाइ कति छ गहिरो छ फेरि हेर्नु पहिला। त्यहाँ झरेको थियो अलिअलि छोडेछु हो मैले। यताबाट आउनु ल, कता यताबाट यसोबाट ल म आएँ त। भेट्नै चाहिन्छ त।
यहाँ ओ कडा हो अहिले त्यो अलिक घाम लागोस् न भाइ अहिले चिसो छ नि त जाडो हुन्छ अहिले कक्रक्कै पक्रिउँ भने यहाँतिर पनि फाल्यो अहिले भाइ जाडोमा हुन्छ होस् नस पस्नु अहिले जाडोमा उयो त अलि बोतल रहेछ के को दिएन भाइ यहाँतिर यहाँ खोर धेरै भेला पारी है यो हाम्रो यहाँ मेन हाम्रो यो चाहिँ यहाँ हाम्रो पिकनिक खान आउने साथीभाइहरू ठाउँमा आएर साथीहरू के हो हुक्का फुटायो नि त झुट यहाँ फेरि अर्को पनि भेट्यो नि त के